मलाई भयो के गोजी छाम्छु 1 रुपैयाँ पनि भेट्दिन। अनलाइनको जमाना रे, तर मेरो खातामा शून्य मात्रै छ। घरको हालत ठिक छैन। बहिनी स्कुलबाट सस्पेन्ड भएछ। कलेजको फी अझै तिर्न बाँकी छ। म के गरौँ? कता जाउँ? कसलाई भनौँ? घरभित्र बुबा र आमाको झगडा यति धेरै सुने कि अहिले त शब्दभन्दा पनि मौनताले टाउको दुखाउन थालिसक्यो। म के गरौँ? कहिलेकाहीँ सबै कुरा छोडेर कतै टाढा भागिदिउँ जस्तो लाग्छ। तर बुबा आमा बुढा हुँदै गए। उहाँहरूलाई अहिले मेरो आवश्यकता छ। त्यसैले फेरि आफैलाई सोध्छु, म के गरौँ? अस्ति बुबासँग 500 रुपैयाँ मागेको थिएँ। उहाँले भन्नुभयो, छोरा, पेट्रोल हाल्ने पैसा पनि छैन। त्यो वाक्य सुनेपछि मसँग उत्तर थिएन। आँखा मात्रै भरिए। काम त गर्छु, तर 15,000 तलबले सपना कति टाढासम्म पुग्छ र? विदेश जाने सोच थियो, आज पनि छ। तर खै, सपना देख्न पनि पैसा चाहिने रहेछ। रातभर सोचिरहन्छु, सायद म कमजोर होइन, थाकेको मात्रै हुँ। सायद यो हार होइन, जीवनले लिएको सबैभन्दा कठिन परीक्षा हो। तर आज फेरि पनि एउटै प्रश्नले सताउँछ मलाई, भयो के?